वेलकम टु डिमिटी च्यानल र आज चाहिँ म केरला जानुपर्छ हो त्यही भएर चाहिँ आज चाहिँ लास्टको दिन चाहिँ घरको मेरो फुल फ्यामिली मिलेर मेरोको लागि मोमो बनाउँदैछ है र मोमो कुन प्रकारले बनाउनु लाग्छ मेरो बुढी र मेरो छोरी मेरो बुढी र मेरो छोरीले भन न पासाङ छोरीले भन न भाइ पासाङ नभन्नु नि किन हौ छोरी भन्नु नि ए खालि मलाई पासाङ छोरी मात्रै भन्नु आउँछ त्यो चाहिँ नभन्नु भनेको ए त्यो त म मिलाइहाल्छु ए मेरो छोरी भोलि आपा जान्छ भनेर दुःख छ तर मोबाइल चलाउनु पर्छ भनेर खुसी छ खुसी छ यो झन् मोबाइल चलाउनु पाउँछ भनेर तर म जान नि बहिनीसँग बस्न हौ उहाँ त्यत्रो हाफेन टिक्का लगाएको सुन्नु साँच्चै नै कुसुम मोटा छैन मोटी छ त हाम्रो मेरो सञ्जीव छोरा उसलाई नै मैले काट्नु उहाँ मिस्टर मिना म्याडम भनेर पनि नाम प्रचलित छ सानो माया पनि सानो माया पनि कतिवटा एउटै मान्छेको नाममा म तिनजना मान्छेको एउटै फेरि त्यो घरबेटीको नाम त्यस्तो भएर है बिन्दाजु भने मै बोल्नु परेको थियो ब्याङ्कको मान्छेसँग मलाई पनि हाफेन के अरे सञ्जय के अरे बहादुर ए सञ्जय भक्त जोन्छ कि के हो जोन्से उनीहरूको छोरालाई नि भने यिनीहरू जानु हौ बहिनीसँग बस्न त्यही सानो घरमा नानी अहिलेसम्म ट्राई गरेँ यति साह्रो बाबु जा सानो गर्छ नि दुधै गर्दैन गर्दाखेरि मान्छे छुनुहुँदैन जा कुसुम खुरुक्क बात मार्न छोरी जाऊ यो चाहिँ हो लेम्भेडालाई मिन्स बोइल गरेको है पोलेको छैन त्यो डाँडाको क्या इटा शोभासुको भाउजू शोभाको बुढा बुढा अरे बाजे चाहिँ त्यो प्याजहरू के अरे प्याजी हो त्यो लिएर गएर रक्सी